हामीहरूको यस्तो छ है साथी, केही पो हुँदैन है। ला पस्यो नि पानी फेरि। जेनिसाको पनि लाबरको जुत्ता चट्ट देख्नु सक्नुहुन्छ। यसलाई चाहिँ हली जुत्ता भनिन्छ हामीहरूको चाहिँ होइन यहाँतिर। यस्तो छ बाटो, जेनिसा त्यहाँनिर आधी उधी पुरिसक्यो र भए पनि हारमा आने छैन उसले। जङ्गलमा आएर चाहिँ हामीले सिस्नुको मङ्गल गरिसकेर चाहिँ आधी बोरा सिस्नु। ओके सो हेलो एन्ड नमस्ते दर्शकबिन साथी हो, अनि स्वागत छ तपाईँहरूलाई आज पनि फालेलुङ गाउँपालिका कति वडा नम्बर 7, फालेलुङ गाउँपालिका वडा नम्बर 7 को सिदिन बाटो। अनि आजको दिन चाहिँ हामीहरूको टक्क कति भदौ 1 गते, भदौ 1 गतेको दिन हामी बिहान के सिस्नु र निङ्गुरो खोज्नको लागि जाँदैछौँ। जोसे स्कुल जाँदैछ, पर छ जेनिसा पनि यु क्यान सी है। अनि त्यही अगाडिको घरमा हामीहरूको बाइक छ, त्यहाँबाट बाइक निकालेर लगेर चाहिँ अब हामी जङ्गल पस्नु पर्ने छ। यु क्यान सी साथी, यो बिहानको 10 बजिसकेको छ। लेकमा यस्तै छ ल, एकदम मौसम धुम्म। अनि जोसे पनि झट्ट भर्खर उठेर धुम्मै छ अहिलेसम्म। म पनि हुन त भर्खरै उठेको, धेरै भएको छैन। त्यही हो, अनि चट्टै जुकासुकाले हान्छ, सिस्नुले हान्छ भनेर चाहिँ गम्बुट सम्बुट लगाएर दामी चट्ट पारामा चाहिँ हामी चाहिँ जङ्गल छिर्न लागेका छौँ के सिस्नु र निङ्गुरो खोज्नको लागि। बुकको नाममा एउटा बुक बोकेर जाँदैछु। छुट्टी दिएन नि खेदा छ। छुट्टी दिएन नि खेदा छ। छुट्टी मागेरै छोड्ने कस्तो माग्दिन अरे भाइ। अनि भ्लग अनि अपलोड भएको बेलामा त तिम्रो फुपाजुले मार्छ तिमीलाई त। नि ला फुपाजुले माग के गर्छ, झन् छुट्टी मागेर आइज तर मसँगै के जान अट्छ थियो अघि। अनि मम्मीले मार्ला नि फेरि। कहाँ डराउँछु ल त्यस्तै छ है त साथी। ल यु क्यान सी लेकमा चाहिँ यस्तै छ अहिलेसम्म है। यहाँनिर आइकन चाहिँ हप्ता दिन जति भयो, यहाँनिर आइकन चाहिँ मैले घामको अनुहार भनेको 1 दिन देखिएको छु। त्यहाँदेखि उता चाहिँ यस्तै छ मौसम के भयो। अनि जेनिसा बहिनी छ त्यहाँनिर पन्जा सन्जा बोकेर सिस्नो टिप्नको लागि टक्क ताम तयार। यहाँनिर छ हामीहरूको भटभटी, तपाईँहरूले अघिल्लो भ्लगमा पनि देखिहाल्नु भयो होला। भटभटी यहाँ छ भित्तामा हामीहरूको। अब चाहिँ मैले भटभटी झिक्नु पर्ने हुन्छ ल साथी। हामी चाहिँ चट्ट जङ्गलको एन्ट्री पोइन्टमा आइपुगेर बाइक चाहिँ त्यो परतिरको घरमा राखेर हामी चाहिँ टक्क यो उकालो बाटो लागिसक्यौँ होइन। अनि सो जस्ट देख्न सक्नुहुन्छ लेकको चाहिँ यस्तै छ है साथी। यो चलपल चाहिँ टक्क जाडो छ है। अब झापामा बस्ने साथीहरू अनि एकदम मधेसतिर बस्ने साथीहरूको गर्मीले होइन तेल बोसो बिलिरहेको होला। हामीहरूको यस्तो छ है साथी, केही पो हुँदैन है। ला पस्यो नि पानी फेरि। यस्तो हुन्छ। नाटक धेरै भयो भने यस्तो हुन्छ क्या। दादा भएर यसरी खिलाउने भयो उछिटेर छिर्यो नि त चिसो जाडो पनि। अनि जेनिसाको पनि लाबरको जुत्ता चट्ट देख्नु सक्नुहुन्छ। यसलाई चाहिँ हली जुत्ता भनिन्छ हामीहरूको चाहिँ होइन यहाँतिर। अनि यो चाहिँ गम्बुट, तर गम्बुट लगाएर बाइक चलाउनु चाहिँ एकदम सही हुँदो रहेछ क्या। टक्क गियर सियर पनि दामी लाग्यो, ब्रेक लाउनु पनि धेरै सजिलो क्या। एकदम लङ टुर जाँदाखेरि चाहिँ गम्बुट सही हुँदो रहेछ मैले थाहा पाएँ, तर म लाउन चाहिँ लाउँदैन। जेउस तपाईँलाई रिकमेन्ड गरिरहेको, यदि तपाईँहरू लङ टुर जाँदाखेरि होइन यसो चप्पल लाउनुभन्दा चाहिँ बरु गम्बुट बेस्ट है। अनि त्यस्तै छ साथी हो, जाडो छ है लेकमा। ल देख्न सक्नुहुन्छ तपाईँहरू हामी चाहिँ अहिले एकदम बाक्लो घना जङ्गल अलैँची घारीभित्र आइपुगिसकेका छौँ र बाटोको हालत यस्तो छ। तर हामीहरूको गमबुटको कारणले हामीलाई केही पनि हुन सक्दैन, देख्न सक्नुहुन्छ। हामी यस्तो पानी सानीमै गुवाम खुट्टा हालेर हिँड्दा पनि हामीलाई केही हुँदैन। तर है त्यहाँ तलतिरदेखि मासतिर यो उकालो आउँदाखेरि मेरो सास फुलेर बिजोग भयो होइन। अनि त्यसपछि चाहिँ हामी चाहिँ अहिलेसम्म पनि गन्तव्यमा पुग्न सकेका छैनौँ। जेनिसाले निङ्गुरो भेटिसकेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। निङ्गुरो देखाऊ, निङ्गुरो खोइ कता हो। यो निङ्गुरो है। निङ्गुरो भनेको चाहिँ त्यही सामान हो, सब्जी होइन। अनि त्यसपछि सिस्नु पनि हुन्छ अहिले। 2 खालको हुन्छ। ए ल
अनि एज यु क्यान सी साथी हो लेकमा हाम्रो पाहाडतिर जङ्गल घारीमा चाहिँ यस्तै होला कुलोहरू सट्ट यस्तो है जता गयो त्यतै पानीको कमी हुँदैन जे होस् लेकमा चाहिँ होइन। अब झापातिर भेट्ने हो भने चाहिँ यस्तै खोल्साको पानी पनि है त्यो कलको भन्दा चाहिँ मिठो हुन्छ दामी हुन्छ। झापातिर भेटेको भए चाहिँ म डुबुल्कीमै मार्थेँ यस्तोमा, तर अब यहाँनिर आइपुगिसकेपछि यो भन्दा A1 पानी छ, त्यही भएर यो खोल्साको पानीको यहाँनिर महत्त्व छैन। झापातिर हो भने यतिको खोल्सा भनेको स्विमिङ पुल हुन्छ भाइरल है। झापा जस्तो ठाउँमा यतिको खोल्सा भेट्ने र यतिको जङ्गल भेट्ने भने भाइरल हुन्छ क्या, त्यो ठाउँ नै भाइरल हुन्छ क्या, एकदम टुरिस्ट होइन टुरिज्म प्लेस भइजान्छ। मलाई त इङ्ग्लिसै बोल्नु नआएको जत्तिकै हो त हौ, तर केही छैन। देश हामी जङ्गलको यात्रामा जारी छौँ है। अनि अझ जङ्गलमा जुकाले चाहिँ मङ्गल गर्छ, तर केही छैन। जुकादेखि हामी डराउँदैनौँ। अस्ति मुवा झर्न जाँदा पनि 3टा जुकाले हानेको थियो, तर हामी डराउँदैनौँ के टिप्नु। त्यस्तै हो, हामी निङ्गुरो खोज्ने क्रम जारी छ। जेनिसा पनि अगाडि निङ्गुरो र सिस्नुको एक्सपर्ट चाहिँ आजको जेनिसै हो। म चाहिँ अलिक निङ्गुरो देख्नै देख्दिनँ कि के भएको चिन्न चाहिँ चिन्छु, तर देख्नै देख्दिनँ कि, त्यो समस्या। ल ठिक छ, अलिकसँग भेटौँ। अनि है झापातिर बसेको मान्छेहरूलाई यस्तो बाटोमा ल्याएर हिँडायो भने हिँड्नु मान्दैन नि साथी हो। कहिले पाहाडतिर नचढेको मान्छेहरूलाई यस्तो बाटोमा चाहिँ हिँडाउनु पर्यो भने है थुचुक्कै बस्छन् क्या, थुचुक भुइँमा लड्यो भने के हुन्छ है, तल पुग्यो भने के हुन्छ। कहिले नै मैले पाहाड देखिया हुँदैन नि त है, जहिले झापा बसिरहेको मान्छेहरूले होइन। भन्नु खोजेको मतलब मधेसी चाहिँ भन्नु खोजेको होइन, त्यस्तो नराम्रो चाहिँ नबुझ्नु होला। त्यस्तै हुन्छ क्या। मैले पनि पहिला एकजना होइन पाहाड कहिले नचढेको साथीलाई लिएर आएको थिएँ एकचोटि घरमा होइन। आमा यस्तो बाटोमा हिँड्नु डराउने के। अनि विदेशीहरूले होइन चट्ट यस्तो जङ्गल घारीमा हिँड्दै गरेको देख्दाखेरि है विदेशीहरूले चाहिँ मेरो भ्लग हेर्ने भए कस्तो दामी भ्युज आउँथ्यो होला। आमा टन्नाटन के हो यो कहाँ हिँडेको, यो अलैँची भनेको कुन चरीको नाम हो, त्यस्तो हुन्थ्यो होला विदेशीहरूलाई भन्नु खोजेको होइन। साथी हो हिँड्दै जाँदा यात्रा गर्दै जाँदा हामी चाहिँ जङ्गलको बिचमा आएर हराएको अवस्था। हामी हराएको होइन, बाटो चाहिँ हराएको। यहाँसम्म हामी राम्रो बाटोमा आइरहेको थियौँ यहाँसम्म होइन। यहाँदेखि उता चाहिँ बाटै जिरो छैन, बाटै छैन यहाँदेखि उता। यस्तो छ बाटो। जेनिसा त्यहाँनिर आधी उधी पुरिसक्यो र भए पनि हार माने छैन उसले। बाटो फाँड्दै अघि बढ्दैछौँ हामी। अहिलेसम्म हामी हामीहरूको सिस्नु र निङ्गुरोको गन्तव्यसम्म जसरी पुगी छाड्ने भन्ने हाम्रो धारणा छ है। ल त्यसपछि हामी बढ्दैछौँ। अब यहाँनिर चाहिँ मैले एकदम होस गरेर टेक्नु पर्ने हुन्छ, किनभने चाहिँ अलिकति वान मिस्टेक टेकाइ घारीमा लडाइ। म विचार गर्दैछु जेनिसा त्यहाँदेखि अगाडि चाहिँ फाँडेर पनि अगाडि बढ्नु सक्छ कि सक्दैन भन्ने कुरो हो कि, त्यही भएर चाहिँ म अहिलेसम्म अगाडि गएको छुइनँ। बाटो खोज्ने क्रम जारी छ जेनिसाको। ओए कस्तो ठाउँबाट चढाइ गयो। अब म चाहिँ कसरी जानु पर्ने भन्ने हुन्छ त कि अब यस्तोमा चाहिँ कस्तो हुन्छ भने मैले मेरो दुईवटा हात दुईतिर स्याउलामा घारीमा होइन घाँसमा पक्रेर म अघि बढ्नुपर्ने हुन्छ होइन। त्यति बेला पक्रिने क्रममा चाहिँ मैले सिस्न पनि पक्रिन सक्छु। त्यही कारणले त्यति बेला आथा उठी त गर्नु पर्यो। त्यति बेला मैले यसरी फोन उचालेर बसेँ भने त मेरो त बिजोक हुन्छ। त्यही भएर चाहिँ अहिले एकछिनलाई चाहिँ मैले फोन गोजीमा हालेँ है त साथी हो। अब यो घारी कटिसकेपछि म फेरि फर्केर आउनु सक्छु होइन। त्यस्तै छ साथी ल। फाइनली हामी चाहिँ हाम्रो गन्तव्यमा आइसक्यौँ भन्दा पनि हामीहरूको सामान भेटिसक्यौँ। देख्न सक्नुहुन्छ साथी हो तपाईँहरू। पहिला मेरो पन्जा देखाइदिउँ। यो भनेको युनिक डिजाइनको एकदम राम्रो सिस्नु टिप्ने खालको एकदम A1 पन्जा हो। मैले दुईवटा टिपेर एकदम यसको एक्सपेरिमेन्ट पनि गरिसकेँ। सिस्नुले घोच्दैन। अनि सिस्नु सबै सिस्नु भेटिसकेँ। मैले चाहिँ सिस्नु टिप्ने काम पाइसकेँ, किनभने निङ्गुरोको बदलीमा जहिले पनि उनी टिपी पठाउँछु होइन।
निङ्गुरोमा चिन्दिनँ भने चिन्छु, तर जङ्गलमा खोज्दाखेरि चाहिँ म देख्दिनँ क्या। उन्यु मात्रै देख्छु, ऊ त्यहाँ हेरौँ, यो सबै उन्यु हुनु चाहिँ यस्तै मात्रै देख्छु कि। अब मैले चाहिँ सिस्नु टिप्नु पर्ने हुन्छ यहाँनिर होइन। अनि जेनिसा चाहिँ निङ्गुरोतर्फ लागिसक्यो टक्क। त्यसपछि चाहिँ यहाँको टिप्नु न पहिला ल। अनि त्यसपछि चाहिँ होइन के भन्नुपर्छ भने हामी चाहिँ एकदम मुस्किल गरेर आयौँ त्यो फाँडीहरू काटेर होइन। अब अहिले फर्किँदा चाहिँ हामी ओह्रालो फर्किनु पर्नेछ। कति ठाउँ लडेर पुगिने हो त्यो आई डोन्ट नो, त्यो देखाइजाला। अब सिस्नु टिपौँ ल। अनि सिस्नु टिपिसकेपछि अहिले एकछिनमा भेटौँ ल। ल है त नि ल साथीहरू, जस्तो कि तपाईँहरूले देख्न सक्नुहुन्छ जङ्गलमा आएर चाहिँ हामीले सिस्नुको मङ्गल गरिसकेर चाहिँ आधी बोरा सिस्नु खाँदेर मजाले यति सिस्नु चाहिँ हामीहरूले मङ्गल गरिसक्यौँ। अनि अलिकति सिस्नु चाहिँ जेनिसाले नि मङ्गल गर्यो, अनि निङ्गुरो पनि लिएर आयो होइन। अनि अब चाहिँ अरे डोरी पनि बोकेर आएर चाहिँ बुझ्नु जुगाड ल। ठिक छ, हामीहरूको फाइनल काम भइसक्यो होइन। अनि अब चाहिँ हामीहरू फर्किन लाग्यो। अब फर्किँदाखेरि चाहिँ हामीहरूको बिजोग हुन्छ, किनभने अघि उकालो त जङ्गल फाँड्दै आयो, अब ओह्रालो चाहिँ लड्दै जानुपर्ने हुन्छ नि त। अब त्यति बेला चाहिँ अब भिडियो बनाउन पाइयो भने त राम्रो, तर बनाउने अवस्था हुँदैन, किनभने आफै लडिरहेको बेलामा कहाँबाट भिडियो बनाउनु, कसले बनाउनु होइन ल। अब एकैचोटि के हुन्छ भन्दाखेरि रोडमा पुगेर भेटिएला हो सायद ल। ल अब हामीहरूको यहाँ एकदम प्याकिङ भइसक्यो मिस जेनिसा तामाङबाट। अनि प्याक भइसक्यो भनिसकेपछि अब हिँड्ने बेला भइसक्यो। एक दुई ठाउँ सिस्नुले पनि पोल्यो, जेनिसालाई पनि अलिकति पोल्यो। सिस्नु भनेको थाहा छैन भने साथी हो, त्यसलाई चाहिँ करेन्ट भएको झार भनिन्छ क्या। त्यसमा चाहिँ धेरै पनि होइन, 440 को अलिकति झट्का मात्रै करेन्ट फ्लो भइरहेको हुन्छ। अलिकति छुयो कि करेन्ट झट्का लाग्छ। के छ त नि सिस्नु त्यहाँको काटेको त मैले। त्यसो भन्दै अब हामीहरूको हिँड्ने बेला भइसक्यो। जेनिसा चाहिँ हिँडे पनि सक्यो, मैले यो बोरा बोकेर हिँड्नु पर्ने भयो, किनभने सिस्नु छ होइन। मेरो चाहिँ अलिकति ज्याकेट छ नि त, जेनिसाको फेरि अहिले सबै जिउसी पोलेर बिजोक हुँदा मैले यो बोकेर पुऱ्याउनु पर्ने भयो त। ल ठिक छ, अहिले एकछिनमा भेटौँ ल। साथी हो, जङ्गलको बिचमा आएर घारीमा आएर अभर परेको अवस्था, किनभने बाटो नभेटेको अवस्था होइन। देख्न सक्नुहुन्छ हामी कस्तो ठाउँमा आइपुग्यौँ। एकदम मलाइँची घारी, कस्तो ठाउँ छ के छ मलाई थाहा छैन है। यस्तै ठाउँमा छौँ हामी चाहिँ। अनि यहाँदेखि अब बाटो बनाउँदै हामी अघि चाहिँ बढ्दैछौँ। यस्तै हो है साथी हो, गाउँले जिन्दगी है। ला फेरि उकालै चढायो त नि ल। ठिक छ ल, फाइनली हामी चाहिँ रोडमा निस्किसक्यौँ होइन। त्यो अप्ठ्यारो बाटो कटेर है, त्यस्तो जङ्गल कटेर हामी चाहिँ रोडमा आइपुगिसक्यौँ। अनि यही हो रोड चाहिँ, यहाँ छ रोड। अनि त्यसपछि गम्बुट चेक गरौँ कि भन्नु जस्तो पनि लागेको थियो, तर अब जुका पसा छ जस्तो चाहिँ लागेन। यस्तै छ साथी, गम्बुट लगाइसकेपछि यस्तो हिलो सिलो त देख्नै सकिँदैन यी है। अनि त्यसपछि अब के हो भने आजको भ्लग पनि यतिमै टुङ्गिन्छ होला हो जस्तो लाग्यो, किनभने चाहिँ अहिले एकछिनमा मेला गइन्छ होइन। मेला गएर फुटबल हेरिन्छ, फुटबल हेरेको खासै भ्लग बनाउनु मन लाग्दैन क्या मलाई। त्यही भएर भ्लग यस्तै भयो भने चाहिँ जेस बनिन पनि सक्छ, नबनिन पनि सक्छ, त्यो मलाई के थाहा छैन। र भए पनि अहिलेलाई भए पनि 2 शब्द यहीँ टुङ्गिएर राख्छु होइन। अनि के भन्नु, सबै दर्शक बिनहरूलाई अर्को भ्लगमा भेटौँ है।